दर्शकबिन आज चाहिँ मङ्सिर 9 गतेको दिन हो र म घरबाट धेरै माथि आएर यात्रा गरेको छु र यो जुन अलैँची बगानहरू तपाईँले हेरिरहनु भएको छ र भर्खरको बिरुवाहरू छ तपाईँलाई म देखाउने छु र यहाँ तपाईँले देख्न सक्नुहुनेछ अलैँचीको बिरुवा बगान हो यिनीहरू चाहिँ एकदमै हरियाली छ र एकदमै लेक हो। अब टुसारो पर्दाखेरि यो अलैँची अलिकति समस्या हुन्छ। यो अलैँची बगान एकदमै अलिकति सफा गरेको छैन। यो बाटो यो पनि हामी हेर्छौँ र यहाँ रहेको छ एकदमै बिरुवाहरू। यो अलैँची बगानहरू छ। यो अलैँचीले नै अहिलेको मकालुमा पनि मानिसलाई जीविकोपार्जनको निम्ति सहायता गरेको छ। यो मैले पायुङको फुल नजिकमा खिच्न पाएँ र एकदमै राम्रो फुल हो। मौरीको लागि अहिले यसले पनि धेरै सपोर्ट गरिरहेको छ मौरीलाई। यो पायुङको फुलमा मौरीहरूले धेरै खुद महको लागि सञ्चय गर्न पाएको छन्। आहा कति रमाइलो हाम्रो सङ्खुवासभा मक्कालु वार्ड नम्बर 2 मा रहेको सेतुवा बजारको यो माथिदेखि त बनावट हाम्रो मावि विद्यालय पनि एकदम राम्रो छ। अनि त्यसपछि यहाँ देख्नुहुन्छ थोरै शिवालय मन्दिर र साथै पुरानो स्कुल अर्थात् विद्यालय साथै बजार अनि र यहाँ राष्ट्रिय कुञ्ज अफिसहरू र वडाहरू लुकेर बसेको छ। यो माथिबाट देखिँदैन र वरिपरि एकदमै दामी ठाउँ छ र यस्तो ठाउँ छ हाम्रो सेतुवा बजार अथवा वडा नम्बर 2 को अनि एकदमै मुख्य कार्यालयहरू भएको जग्गा चाहिँ यो अवस्थाको भौगोलिकमा रहेको छ है त। म चाहिँ धेरै माथि आज आएको छु। मङ्सिर 9 गते हो र अहिले बेलुकी साँझ पाखाको समयमा अनि यो यस्तो ठाउँ रहेको छ है त।